हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आफ्टर लङ टाइम पछि चाहिँ मैले भिडियो क्रिएट गर्दैछु, किन भन्दाखेरि मेरो अलिकति समय खराब चलिरहेको थियो। सो त्यही कारणले चाहिँ मैले रेगुलर भिडियो हाल्न पनि सकेन। तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला, अनि म पनि सन्चै आरामै छु। नेपालको बत्ती हो गइहाल्छ, म पनि सन्चै आरामै छु है। अनि यसो धेरै समयपछि चाहिँ मैले भिडियो बनाइरहेको छु। अब त्यो अब सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। अनि त्यहाँबाट देशको के कस्तो हुन्छ। आज चाहिँ म गाउँतिर जानु लाग्यो, किन भन्दाखेरि बजार आएर पछि पनि एक हप्ता भइसक्यो नि त। तर पनि म गाउँ गइरहेको थिइनँ, किन भन्दाखेरि अलिकति झ्याउ पनि लागिरहेको थियो। झ्याउ भन्दा नि अलि एक्लै पानी परिरहेको थियो क्या। सो त्यो कारणले चाहिँ म गाउँ जान सकिरहेको थिएन। आज चाहिँ म गाउँ जानु लागि दसैँ तिहार मनाएँ। दसैँमा नि भिडियो हालेन होला सायद, मैले तिहारमा नि हालेन। अनि एकचोटि तिहारपछि चाहिँ अनि क्रिएट गर्दैछु। अनि यसो के कस्तो हुन्छ हेर्दै गर्नु होला देशको है त। म चाहिँ अब गाउँ निस्किन लाग्यो, धेरै भयो नि त गाउँ नगएको। सो त्यही हो, हेर्दै गर्नु होला के कस्तो लाग्छ। मेरो झोलामा चाहिँ यहाँ सामान छ। सामान भनेर मतलब मेरो यहाँ चार्जरहरू छ क्या। चार्जरहरू त लानुपर्छ, किन भन्दाखेरि दिउँसभरि बसिन्छ नि त त्यहाँ। त्यो घरमा चाहिँ आज कार्यक्रम भइरहेको कामको, अनि दिउँसभरि बसिन्छ त्यहाँ। अनि दिउँसभरि बस्दाखेरि चाहिँ मेरो मोबाइलमा चार्ज सकिन्छ। अनि फर्किँदाखेरि भिडियो कसले क्रिएट गरिदिन्छ चार्ज सकेपछि, केबाट गर्ने। त्यो कारणले चाहिँ मैले चार्जहरू लान खोजेको, के कस्तो हुन्छ। सो लेट्स गो। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, नोटिफिकेसनलाई अलमा राखेको छैन भने चाहिँ अलमा राख्न नबिर्सनु होला। म बजारदेखि हल्का माथि आइपुगेँ। अनि डेन्जर घाम चलिरहेको क्या आज। धेरै दिनपछि घामको अनुहार देख्न पाएको छ। अनि 3-4 दिनपछि हो क्या। अनि लोद घाम छ क्या, एकछिन हुँदा नै स्या भइसक्यो क्या। अनि कुचिलाएर आउँछु यार, चाया हो क्या लोद। नुहाउनु त हिजो भर्खर नुहाएको थिएँ, तर पनि चाया लोद छ क्या। त्यो कारणले चाहिँ लोद टाउको जिताउँछ। अनि के भन्छ अरे, धेरै पछि गाउँ जानु लाग्यो भएर होला अलिकति एक्साइटेड भइरहेको छ, मन पनि अलिकति रमाइलो भइरहेको छ। सो त्यही हो। अनि ब्याकग्राउन्ड सिन बवाल छ यतातिरको। सहर बस्ने बानी भइरह्यो क्या यार। गाउँ जाँदा यति उकालो हिँड्दा नै फ्या हुन्छ त। सो अहिले चाहिँ म बजारदेखि केही माथि उकालोतिर आइपुगेँ। अनि बजारको भ्यू हेर्दै आउँदा अनि धादिङ बजारलाई हेर्दै आउँदाखेरि यत्रो उकालो कसरी काट्यो भने थाहा भने क्या, पत्तो भएन भने। तर पनि ठिकै छ, गाउँमा यस्तो हो क्या, गाडी साडी जान्छ। तर गाडी कस्तो समयमा जान्छ भन्दाखेरि बेलुका मात्रै जान्छ। अनि मलाई त अनि काम लागेन त्यो। तैपनि गाडी भए पनि म हिँडेरै जान्छु, किन भन्दाखेरि त्यो अब 100 रुपियाँ तिर्नुपर्छ यार। यहीँबाट त्यहाँ हिँडेर गयो भने त पुरै 1 घन्टा पनि पुग्छ नि यार। हिँडेर गयो आधी घन्टा पनि पुगिदिन्छु म त। गाडी भन्दा पनि फास्ट पुगिदिनु खोज्छु के थाहा। पसिना बढा यार, त्यहाँ माथि गएर बस्नु पर्यो यार। गाउँको बाटो चाहिँ यस्तो छ, गाउँ जाने बाटो। यो बाटो चाहिँ हुन्छ नि अलिकति राम्रो भइदिएको भए चाहिँ माल धादिङ पनि यही बाटो जान्थ्यो क्या। त्यो पुरानो धादिङ पनि सुनौलो बजार पनि यही बाटो जान्थ्यो। किन भन्दाखेरि चाँडै पुग्छ क्या। उताबाट 5 मिनट लाग्छ भने यो हाम्रो गाउँको बाटो चाहिँ 2 मिनट लाग्छ क्या। बुझेनौ? उताबाट चाहिँ धेरै समय लाग्छ अनि यताबाट चाहिँ थोरै समय लाग्छ क्या। अनि तर यताको बाटो चाहिँ के भन्दाखेरि विकास भएन क्या। किन होइन, अब अध्यक्षको कमी कमजोरी हो कि, अनि त्यो अब खै कसको, अब मेयर साहबको कमी कमजोरी हो कि अध्यक्षको कमी कमजोरी हो कि अब नेपाल सरकारको कमी कमजोरी हो, त्यो थाहा छैन नि त। विकास अझसम्म भएन हाम्रो गाउँको बाटो चाहिँ। तर बाटो विकास भए पनि यो बाटोमा हिँड्ने मान्छेहरू कोही हुँदैन क्या, सब विदेश गइसक्यो गाउँको। गाउँ नजिक भएपछि के फाइदा हुन्छ भने यसो मासु यताउति ल्याएर फोन गरेर ल आइज है काले, ल बाबु आइज है, यताउति केही भयो भने ल आइज है भन्नु। त्यो कारणले चाहिँ क्या मासु खान जान्न।
मासु खान जानु लाग्यो म चाहिँ। किन भन्दाखेरि हिजो मासु ल्याएको छ अरे के मुर्राको। अनि त्यो भएर चाहिँ मलाई बुवाले फोन गरेर बोलाउनु भएको थियो। अनि आइज है भनेर अनि यसो जानु लाग्यो। अनि बमीहरू नि तर आज मैले घर गएर मासु मात्रै खानुपर्ने भन्ने छैन कि त्यहाँ गएर स्योर केही न केही त काम लगाउँछ। त्यही भएर चाहिँ क्या त्यो बाहना क्या यो आउँछ यस्तो भन्यो भने भनेर चाहिँ बाहना बनाएको हुनसक्छ मासु खाने लोभले। तर म लोभी त छैन यार, गाउँ नजिक छ भनेपछि बजारमा बस्यो भने गाउँको अर्ग्यानिक फलफुलहरू खान पाइन्छ नि त। त्यो कारणले चाहिँ फाइदा हुन्छ क्या बजारमा दार्जिलिङमा बस्यो भने। त्यही हो अहिले चाहिँ म कहाँ आइपुगेँ भन्दाखेरि वडा कार्यालय भन्दा माथि एक्लो पिपल भन्छ यो चाहिँ। यहाँ पिपल एउटा मात्रै छ क्या यो पिपललाई चाहिँ मास्दिनु लागिसक्यो। त्यही पनि काटेर ठुटे पिपल बनाइदिनु लागिसक्यो। एक्लो पिपलको ठाउँमा अब त्यो पिपल ठुटे पिपल हुन्छ कुनै दिन। यहाँ छैन नि त बुढी काटिदिनु थालिसक्यो। सो त्यही हो अब चाहिँ ढिला नगरी भिडियोलाई अगाडि बढाउँ अनि तर त गाउँ बाटोलाई अगाडि छोटो बनाऊँ। अनि त्यही भएर म चाँडै जान्छु क्यामेरा अफ गरेर है त। अघि मैले तपाईँलाई भनेको थिएँ नि त्यो एउटा कुरा के बाटो भए पनि बाटोमा हिँड्ने मान्छे छैन भनेर। अघिदेखि म एक्लै हिँड्दा चाहिँ भिडियो बनाउँथेँ तर पनि अहिलेसम्म कोही भेटेको छैन त। चरामुसो भेट्नु भएको त तपाईँले देख्नु भएको त कोही हुँदैन एकाउन्टकै बाटो खाली पुरै बाटो नभएको होइन भएको तर पुरै खाली क्या। त्यो हुन्छ नि गाउँमा मान्छे छैन क्या, गाउँमा बस्ने मान्छेहरू छैन। युवाहरू सब विदेश अनि बुढाबुढीहरू सब गाउँमा काम गर्छ। अनि अहिले गाउँमा हुने भनेको चाहिँ त्यही 10सम्म पढ्ने भाइ बहिनीहरू। अनि त्यही भाइ बहिनीहरू पनि 10 पछि सब आफ्नो लाहापाहा लाग्छ। अनि गाउँमा कोही हुँदैन। त्यस्तो हुन्छ नि यो सब चाहिँ नेपाल सरकारले गर्दाखेरि भएको हो जस्तो लाग्छ मलाई चाहिँ। यदि हाम्रो देश पनि अलिकति माथि पुगेको भए चाहिँ यस्तो चाहिँ हुन्थेन होला सायद, त्यो चाहिँ लाग्छ। सो अहिले चाहिँ म गाउँ आइपुगिसकेँ। मेरो गाउँ चाहिँ आइपुगिसकेँ। अनि ब्याकग्राउन्डमा यता स्कुल अनि यहाँ चाहिँ पढिरहेको छ बुढाहरू। त्यहाँ खेलिरहेको छतमा लोत खेलाइरहेको। जाडो महिना लाग्यो नि त। अनि पहिला त हामीलाई कस्तो भने उता डाँडातिर लान्थ्यो बाहिर त्यो घाम तपाउन क्या, उता काप्रापुरतिर लान्थ्यो। अनि अहिले चाहिँ त्यो छतमा क्या किन भन्दाखेरि पहिला यस्तो व्यवस्थित थिएन नि त। स्कुल कस्तो थियो भने पहिला चाहिँ हाम्रो गैरी गाउँ स्कुल चाहिँ यस्तो थियो क्या। यो हो पहिलाको गैरी गाउँ स्कुल यो। अनि यो क्या यो उता वेलकम टु गैरी गाउँ एससी गैरी गाउँ। अनि पहिलाको स्कुल चाहिँ यस्तो थियो यस्तो। अनि अहिलेको स्कुल चाहिँ यस्तो छ क्या। यो चाहिँ चेन्ज हो, हल्का विकास पनि भएको यसमा चाहिँ। अनि यो चाहिँ मेरो साथीले बनाएको भरत बस्नेत, त्यहाँ क्लास 6 हुँदा बनाएको। अहिले त कहाँ अहिले कति वर्ष भइसक्यो क्या यो बनाएको। अनि त्यो क्लास 6 हुँदा बनाएको। त्यो साथीले 7 हो कि 8 पढेर छोडेर पनि विदेश गइसक्यो यार। विदेश गएर नि के गरिसक्यो। अनि अहिले पनि त्यसको चित्र चाहिँ केही भएको छैन क्या। त्यो हल्का क्यामेरा त्यो हुन्छ नि त्यो अलिकति त्यो के भन्छ नि मूर्ख बच्चाहरूले चाहिँ त्यो ढुङ्गाले कोरिदिएको छ। नत्र नि खतरा छ छोटा भीम साथीले बनाएको अझसम्म छ क्या। अनि त्यतिखेर बनाएको चित्र त्यसले पेन्टिङ चाहिँ दामी गर्छ। अनि पढाइ पनि राम्रो थियो त्यसको। किन भन्दाखेरि बिचमा चाहिँ किन छोड्नु परेको भन्दाखेरि उसको परिस्थिति घर परिवारको जेठा छोरा भयो नि त। जेठा छोरा भएपछि घर त धान्नै पऱ्यो सम्हाल्नै पऱ्यो। त्यो कारणले चाहिँ ऊ विदेश गएको। अनि त्यसपछि चाहिँ अहिले कति वर्ष भयो भने 2 वर्ष भयो होला सायद त्यो विदेश गएको। अनि उतै छ विदेशमै छ। अनि कल गरिरहन्छ एक दिन बिराई कहिले दिन केही कति त जिस्किन्छौँ हामी। अनि त्यही हो अब साथी चाहिँ विदेश गयो। अनि म चाहिँ नेपालमा यार बौला जस्तो 12 पढेर गाउँ बेसी हल्लिनु परेको छ। रोजगार केही छैन, कामसाम केही छैन, कमाइ सुक्को छैन। खर्च महिनाको कम्तीमा नि थोरैमा 3000 हुन्छ अनि धेरैमा 6-7 हजारै हुन्छ। त्यो खर्च कसले हेर्ने यार। अनि त्यही हो। अनि साथीले अब विदेश गएर मरिमरि काम गरेर प्रगति हान्छौँ हामी नेपालमा कहाँ खाएर हल्लेर केही गर्न सकेको छैन यार।
त्यही हो यस्तो हुन त नेपालमा बसेर पनि अब दुःख गऱ्यो भने त छ कि तर दुःख गर्ने ठाउँ चाहिँ नभएको हो अनि केमा गर्ने कस्तो गर्ने अनि यहाँ अब दुःख गरे पनि यस्तो हुन्छ 1 लाख मानव 1 करोडको लगानी हाल्ला त्यसबाट फाइदा त हुँदैन हुने भनेको बेफाइदा नै हो त्यो डुब्ने नै हो किन भन्दाखेरि पपुलेसन छैन नि त नेपालमा अनि मान्छेहरू त्यस्तो छैन सब विदेश गइसक्यो अनि जति व्यापार बिजनेस गरे पनि त्यहाँको सामानहरू कसले किन्ने नि यार त्यो कारणले चाहिँ त्यो अब नेपालमा त्यस्तो भइरहेछ क्या अलिकति जति लगानी गरे पनि डुब्ने सम्भावना चाहिँ धेरै हुन्छ अनि त्यो कारणले चाहिँ मान्छेहरू विदेश जान्छ क्या त्यही हो बेसी अब चाहिँ म गाउँमा पुगिसकेँ घर मुनि हाम्रो गाउँको बाटो यस्तो छ सिँढी वहाँ तलदेखि सिँढी हो क्या वहाँ तलदेखि माथिसम्म सिँढी छ सिँढी अहिले म घर पनि देखाउँछु तपाईँहरूलाई कस्तो भयो धेरै भयो भने त नदेखाएको म तिहार पछि आएन अनि यहाँको चाहिँ एउटा कुरो के भन्दाखेरि यहाँको चित्र हेर्नु न खतरा है यहाँको यो हुन्छ नि बुट्टाहरू चाहिँ दामी छ क्या यो बुट्टा चाहिँ कस्तो भन्दाखेरि हेर्नु न यहाँ झन् के गरिरहेछ क्या बुट्टा सही छ यस्तो बुट्टाहरू पहिला टन्ने चाहिँ यहाँ त्यो बिरन छ कि त्यस्तो यसमा यो बुट्टामा नि एउटा कहानी छ अरे क्या अनि यहाँको चाहिँ एउटा खतरा म भ्यू गराउँछु है तपाईँहरूलाई यहाँको चाहिँ कस्तो भन्दाखेरि चाहिँ यतातिर चाहिँ के देख्न पाउँछ भने तपाईँहरूले यहाँ आएपछि चाहिँ यहाँबाट कोही त छैन नि यहाँबाट चाहिँ टक्क धादिङ बजार देख्न सक्नुहुन्छ यस्तो छ है यहाँ धादिङ बजार देख्न सक्नुहुन्छ मौसम आज अलिकति खराब छ नि त अनि यताबाट हिमाल एउटा हिमाल यतातिर पनि छ एउटा हिमाल तर यहाँको चाहिँ के भइरहेको भने त्यो हुन्छ नि उसले क्या बादलले पुरै ढाकिरह यस्तो छ पहाड दामी छ क्या यता पछाडिको चाहिँ यस्तो छ यस्तो छ है र पछाडि चाहिँ पुरै गाडी अनि तपाईँहरूलाई म यहाँ भित्रको नि भ्यू गराउँछ है यहाँ भित्रको चाहिँ खतरा छ क्या ठाउँ बचाऊ यस्तो छ क्या दामी छ कोठाहरू पहिला चाहिँ यहाँ कस्तो थियो भन्दाखेरि पुरै यहाँ चमेरको गुनेको थियो क्या तर अहिले चाहिँ छैन क्या त्यस्तो दामी छ भित्र जाने यस्तो चट्ट बत्ती पनि छ अनि यहाँबाट चाहिँ सही गाउँ अनि यता पुरै अन्धकार भएपछि यहाँबाट चाहिँ यस्तो यता बाहिरको सिन हेर्न पाउँछ अनि योभन्दा माथि पनि छ 3 तला अन्त यहाँ त लु त अन्धकार छ यहाँ बचाऊ केही छैन यस्तो छ यहाँ माथि चाहिँ अन्धकार पहिला चाहिँ हामी जस्तो गर्थ्यो भन्दाखेरि यहाँ के भन्छ अरे यस्तो थियो क्या यो थिएन होइन यो तला थिएन अनि यहाँ चाहिँ हामी के गर्थ्यौँ भने यहाँ नि यस्तो विधि थिएन क्या यस्तो एउटा डन्डी थियो क्या अनि यहाँ लो त हामी त्यो खेल्थ्यो क्या त्यो भेट्टाइडुम खेल्थ्यो क्या पुत उफ्रिदियो बाँदर जस्तो यहाँबाट यताको भ्यू दामी छ अब चाहिँ हामी पहाड चलिँदै पहाड खतरा छ सबैजना घुम्न आइदिनु होला अनि रमाइलो गरिदिनु होला अनि यार यस्तो टक्क हेर्दाखेरि दामी छ क्या बुट्टाहरू सही छ अहिले जन्म फाइनली अहिले चाहिँ म घर आइपुगेँ घर भन्दा नि छिमेकी घर गणेश खै त गणेश अच्छा अहिले चाहिँ म घर आइपुगेँ अनि गणेशलाई बोलाएको गणेश नै छैन रहेछ
पर्सि माथि गएर भन्थ्यो अनि सुन्तला पाइसक्यो जस्तो गाउँमा उठेन पहिलो उठे त्यो सुन्तला त अहिले मही टिपेर खानुपर्ने हुन्छ किन भन्दाखेरि ए अहिले सुन्तला पाइसकेको छ सबैतिर मम्मी उठेन छ कि सुन्तला बोट पाइसकेको छ धान चाहिँ आजै काटेर आजै जाने भन्नुभएको थियो मम्मीले बुवाले अनि भने जस्तो सुनेको थिएँ त्यो मासु खानलाई हुन्छ नि मासु खुवाउनलाई बोला हाल्दैन मलाई धानको काटेर हुन्छ नि उता गएर चाहिँ म अघि नै घरबाट निस्केपछि थाहा भयो धान काट्नु भनेको ल आएछ धान जानुपर्छ छैन त मम्मी मम्मीहरू नै छैन कति जानुभएछ थाहा नै भएन धान चाहिँ यस्तो भयो क्या चकाचक पुरै पाकिसकेको छ धान अनि यतातिरको चाहिँ पहिले काट्यो हो क्या यतातिर नि हाम्रै हुन त अनि पहिले काटेको यतातिर चाहिँ किन भन्दाखेरि चाहिँ यो चाहिँ के हुन्छ भन्दाखेरि त्यो चाहिँ पहिला रोपेको थियो नि त अनि त्यो कारणले चाहिँ त्यो चाहिँ पहिल्यै काटेको अनि यिनीहरू चाहिँ पछि रोपेको थियो यता चाहिँ बाटो यता चाहिँ अनि त्यो चाहिँ पछि पाक्यो अनि पछि काट्ने आज काट्ने थियो अनि आजै जाने भन्नुभएको थियो मम्मीले अब के हो होइन अनि अब आइहाल्यो घर अब थाहा हुन्छ अब एकछिनमा के कस्तो हो मम्मी र बुबा चाहिँ माथि बाहिर जानुभयो जस्तो लाग्यो क्या अनि घरमा कोही हुनुहुन्न मम्मी र बुबा मात्रै त्यस्तो वस्तु पनि धेरै छैन बाख्रा मात्रै छ अनि त्यही पनि के भन्छ अरे त्यो घाँस चाहिन्छ नि त अनि घाँस चाहिएपछि काट्नु पऱ्यो त्यो कारणले चाहिँ मम्मी र बुबा माथि बाहिरतिर गाउनुसक्छ अब एकछिन बस्छौँ घर त आइपुगिहालेँ सो अहिले चाहिँ मम्मीहरू नि आइसक्यो अनि मम्मीहरू आएपछि चाहिँ मैले खानेकुरोहरू खाएँ अनि एकछिन क्यारम भयो है सुन्तला खाने पाकिरहेको क्या अरू सब यो किराले भन्दा पनि पतेराले खाएर चाहिँ झर्यो क्या हामीले औषधि केही हालेन नि त अनि त्यही भएर चाहिँ झर्यो हो अरू चाहिँ होइन यो सुन्तला पाक्न थालिसक्यो मेरो गाउँमा यस्तो खानको लागि चाहिँ गाउँमा जानिदिनुपर्छ क्या अर्ग्यानिक गाउँको लोकल सुन्तला खानुपर्छ क्या केटा हो बुझेनौ तिमीहरू बजारमा किनेर खान्छौ नि त्यो कहिले मैलेको बासी कहिले मैले टिपेको सुन्तला त्यो नखाऊ क्या यसो खान मन छ भने चाहिँ मेरो गाउँतिर आऊ अनि मेरो गाउँमा चाहिँ सुन्तलाहरू बगैँचा पाउँछ क्या अनि सुन्तलाहरू बगैँचा पाउँछ अनि टक्क आऊ मेरो गाउँतिर अनि यसो किनेर खाऊ बजारमा किन्नुभन्दा अलिकति सस्तै पर्छ गाउँमा कस्तो भएर खाने हेर त यहाँ साग उते त साग क्या केटा हो साग गाउँमा यार गाउँमा हुर्केपछि त यस्तो खानुपर्छ क्या साग सब्जी हरियो होइन यस्तो यस्तो केटा हो यस्तो क्या यस्तो खानुपर्छ सुन्तला अम्बा टक्क लाएर यस्तो तरकारीहरू ताजा खानुपर्छ क्या अनि यस्तो खानु पाउँछ क्या गाउँमा चाहिँ यदि सहर बजार क्या आफू बजारमा बसेको छ भने टक्क लाएर चाहिँ घर नजिक छ भने चाहिँ यसो खाने बेला भएपछि चाहिँ मम्मीहरूले बोलाउनु हुन्छ अनि त्यो हुन्छ नि लिएर आइदिनु पनि हुन्छ अनि त्यो भएर चाहिँ अलिकति फाइदा हुन्छ क्या केटा सुन्तला चाहिँ अझै त छन त म धेरै टिप्दिनँ किन भन्दाखेरि अहिले भर्खर केही खाइरह नि त कचाकुचुक अनि त्यो कारणले चाहिँ म धेरै टिप्दिनँ जानु लाग्यो अनि गाउँमा आएको अनि अङ्कललाई धेरै पछि देखिरहेको छु मैले अङ्कल त बुढो भइसक्यो यार हजुर कस्तो घाम झर्के धान जानु लाग्यो के गर्नु साथी ए त्यहाँ चाहिँ हेर नि हेलो ए कहिले हाने यो थुप्रो भइस ए त्यहाँ ए हेलो गाइज के छ अनि के छ सब ठिकठाक के देखिनँ नि त मैले त देखिरह दारुले झ्याप भयो क्या हुनसक्छ ए भगवान् हेर नि यहाँ कस्तो राम्रो फेरि हाल्दै कस्तो त्यो कहिले हाने यो थुप्रो भइसक्यो किन नदेखा मलाई चाहिँ अनि किन
दम हुनुपर्छ दम ट्याटो हान्नुहुन्न नभएर पनि लाग्छ अनि यसो धान जानु लाग्यो अनि अङ्कल त धेरै पछि देखाएको मैले अनि अङ्कल त बुढो भइसक्यो यार हुन नि किन नहोस् बिचरा मै बुढो भइसक्यो भतिज बुढो भइसक्यो अनि अङ्कल कसरी बुढो नहोस् त छ्याप्प दारी जुङ्गा आइसक्यो भतिजको अनि धन्न अङ्कलको चाहिँ आएन यार अङ्कल मभन्दा नि जेठ हो नि त म कान्छो भएर नि कस्तो दारी आएको हेर नि गाई छ के कारणले आउँछ तर हुन त मैले बच्चामा के गरेको थिएँ भन्दाखेरि के गरेको थोरै होइन कि मैले के गरेको थिएँ भन्दा बच्चामा त्यो 12-13 वर्षको उमेरमा अरूको दारी देख्ने नि त अरूको जुङ्गा देख्ने कतिले खरिदिन्थेँ क्या त्यसको 1 वर्षपछि त बढेर उम्रिन थालिहाल्यो अनि त्यस्तो चाहिँ गर्नु हुँदैन रहेछ किन भन्दाखेरि आफै आउने दिन पर्दो रहेछ क्या अहिले अनि बेलै नभइकन दारी आउनु थाल्यो भने त अलिकति नमजा हुने क्या आफूसँगको साथीहरूको चाहिँ दारी सारी केही आएको छैन होइन तर म चाहिँ अलिकति दारी सारी आएर हेर न यहाँ छप्प यार बुढो भइसक्यो जस्तो देख्छ अनि त्यही हो अब हाम्रो चाहिँ यहाँ धान यतातिर छ आज काटेको रे धान अनि आजै झारिदिने किन भन्दाखेरि म गाउँ आएको छु नि त म गाउँ आएपछि चाहिँ अलिकति मम्मी बुवालाई नि सजिलो हुन्छ त्यो कारणले चाहिँ आज काटेको धान सुके नि नसुके नि हुँदैन सब झारिदिने हो के कस्तो हुन्छ हेर्दै गर्नु होला अनि बुवाहरू चाहिँ घरमै हुनुहुन्छ अहिले आउनुहुन्छ क्या अनि मम्मी नि घरमै हुनुहुन्छ ल हिँड्दै गर भन्नुभएको थियो अनि म नि अनि म चाहिँ आइदिएको अनि मलाई चाहिँ गाउँमा मम्मीहरूले चाहिँ किन बोलाउनु भएको रहेछ भन्दाखेरि धान झार्नलाई चाहिँ बोलाउनु भएको रहेछ तर खासमा चाहिँ मलाई मासु पनि खुवाउने हो होइन अब एक्लो छोरो जस्तै हो नि त अनि किन भन्दाखेरि दाइ बिहे गरेर छुट्टिएर बसिसक्यो अनि बिहे नगऱ्यो भने मै हो अनि एक्लो छोरो जस्तो अनि यति नजिक छ नि त त्यही माथि नजिक भएपछि चाहिँ बोलाउने कुरा हुन्छ नि त ल हेलो मासु खान आइज घरमा मासु लिएर छ भनेको थियो बुवाले हिजो भन्नुभएको थियो त्यसो भन्नुभएको थियो बुवाले अनि म चाहिँ टाप कस्तिको बजारमा दिउँसोरी बस्नुभन्दा पनि अब बिहान अब भान्जीलाई हुन्छ नि खानासाना खुवाएर स्कुल पठाइहाल्यो स्कुल पठाएपछि त बजारमा मेरो केही काम हुँदैन अनि काम नभएपछि त बजारमा त्यत्तिकै मोबाइल चलाएर बसिरहनु भन्दा त यस्तो आनन्द हरियाली हेर्दै गाउँतिर सुन्तला खाँदै बस्नु चाहिँ काइताको हुन्छ एकदम जोड हुन्छ अनि त्यो कारणले चाहिँ म गाउँ आएको अनि गाउँ नि आउन मन लागिरहेको थियो म बुवाहरूसँग धेरै सल्लाहहरू पनि गर्नु थियो अनि त्यो कारणले चाहिँ म गाउँ आएको अनि यसो भोलि चाहिँ म चितवनतिर जान्छु होला सायद चितवन गएको भिडियो नि बनाउँछु है म कस्तो हुन्छ अस्ति जस्तो साइडमा तरेनी पल्ट्यो भने त तरुनी पऱ्यो भने त हुन्थ्यो अरे नि त अनि यसो त्यही हो अनि त्यही कारणले चाहिँ अब गाउँमा अब आएको बेलामा अनि धान पनि झारिदिउँ भनेर चाहिँ हो अनि भोलि चाहिँ म चितवन जान्छु अनि यसो मसँग बस्छ को होला यार कोही चितवन जानुहुन्छ भने यसो बुकिङ गर्नु न यार किन भन्दाखेरि सँगै साथमा जानु मजा हुन्छ नि त अनि अलि यसो चिनेको भयो भने गफ हान्दै यस्तो उस्तो भन्दै गफ हान्दै जानु मजा हुन्छ नि त अनि त्यो कारणले चाहिँ भोलि चाहिँ म यसो चितवन जान्छु अनि यसो कोही सँगै जाम हो भने कोही यसो जानु छ भने सँगै यसो इनबक्सतिर आयो हुन्छ नभए यसो कमेन्टतिर ल है भन्दा हुन्छ अनि यसो त्यही हो हेर्दै गर्नु होला अनि च्यानलमा नयाँ भने चाहिँ सब्सक्राइब गर्नु होला नोटिफिकेसनलाई अलमा राखेको छैन भने चाहिँ अलमा राख्नु होला अनि सक्दो सेयर गरिदिनु होला धेरै पछि भिडियो अपलोड गर्दैछु आज सो मैले चाहिँ मोबाइल यहाँ रुखमा अड्डाएर राखेँ अब चाहिँ म कहाँ जानु लाग्दैछु भन्दाखेरि धानको मुठा पार्न जानु लाग्यो अनि बुवाले चाहिँ बाँध्न थालिसक्नु भयो अनि अब म पनि बाँध्ने अनि छिटो छिटो गरेर भ्याउनु छ नि त अनि सो त्यो कारणले चाहिँ 2 बजिसकेको छ अब 3 बजेपछि त म बजार जानुपर्छ किन भन्दाखेरि भान्जीको 4 बजे स्टार्ट हुन्छ भान्जीको 4 बजे छुट्टी हुन्छ स्कुल त्यो कारणले चाहिँ म 3 बजेपछि चाहिँ यहाँबाट हिँडिसक्नु पर्ने हुन्छ अनि यसो त्यही कारणले चाहिँ छिटो बाँध्ने अनि हेर्दै गर्नु होला है त चाहिँ म धान सान झारेर पनि बजार फर्किसक्यो अनि अबेला भइसक्यो नि त भान्जी लिन जानुपर्ने यहीँ 40 मिनट गइसक्यो 3 बजेर अब कतिखेर पुगिन्छ भने थाहा छैन क्या आज सियोर ढिलो हुन्छ क्या सियोर कसम भने अनि यहाँ पछाडि हेर्नु नि यहाँ तारमा कता हो तार है कता तारै दिँदैन त्यहाँ तारमा ढुकुर त्यो माछालाई जोडी यस्तो जोडी ढुकुर देखेपछि चाहिँ टेन्सन हुन्छ क्या हाम्रो चाहिँ कहिले आउँला यसरी बस्ने दिन भन्ने कुरो जस्तो हाम्रो चाहिँ कहिले आउँला यसरी बस्ने दिन
कस्तो लाग्छ क्या मलाई चाहिँ जोडी जोडी देखेपछि। अब गाउँको बाटो यस्तै हो, उकालो ओह्रालो अनि ख्यान्द्राङ खुन्द्रुङ अनि त्योहरू चाहिँ छिटो जानुपर्ने हुन्छ। अनि त्यो अब क्यामेरा अफ गरेर चाहिँ कुद्नु पर्ला जस्तो लागिसक्यो। ढिला भइसक्यो नि त भान्जी अब स्कुलमा, अनि त्यो कारणले चाहिँ कुद्नै पर्ने हुन्छ। अनि पानी पर्न लागिरहेको छ क्या, यता मौसम यस्तो है अँध्यारो भइसक्यो क्या। अब जे भए पनि छिटो छिटो चाहिँ जानुपर्छ, सो त्यही हो। भिडियोलाई चाहिँ हेर्दै गर्नु होला। अहिले म भान्जीलाई स्कुल लिन गएको बेलामा पनि बनाउन सक्छु। कुदेको ल अब चाहिँ राखिदिएको ल।